क्षणमा उपस्थित भएका छौँ। आज कलैया उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता कार्यक्रम घोषणा भइरहँदा हामी यसबाट के विश्वास भएका छौँ भने जिल्लाको सदरमुकाम हो कलैया र कमसेकम कलैया उपमहानगरपालिका भित्रका सम्पूर्ण आम नागरिकका छोराछोरीहरू, सम्पूर्ण नवजात शिशुहरूले सम्पूर्ण प्रकारका राज्यले उपलब्ध गराउने खोपबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने किसिमले उहाँहरूले जुन प्रकारले यो कार्यक्रममा अगाडि बढ्नुभयो र पूर्ण खोप सुनिश्चितता कार्यक्रम आज घोषणा भइरहेको छ। यसका लागि सबभन्दा बढी म यस कार्यक्रममा उपस्थित रहनुभएका तपाईँ सम्पूर्ण स्वास्थ्य कर्मी मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईहरूको अथक प्रयास, अथक मेहनतले गर्दा आज यो कार्यक्रम भइरहेको छ र अब हामी कहीँ पनि जाँदा, अन्य पालिकामा जाँदा कमसेकम हामी यो छाती चौडा गरेर भन्न सक्छौँ कमसेकम जिल्लाको सदरमुकाम हो कलैया। कलैयामा स्वास्थ्यको हिसाबले यो जुन प्रकारको पूर्ण खोप सुनिश्चितता कार्यक्रम भइरहेको छ यसले पक्कै पनि अन्य पालिकालाई म्यासेज राम्रो दिन्छ र उहाँहरूमा पनि एउटा जोस र जाँगर भरेर आउँछ। उहाँहरूले पनि भन्नुहुनेछ हो कलैयाले गर्यो अब हामी पनि गरौँ। कुनै पनि नागरिकका सन्तानले, कुनै पनि नागरिकका बालबच्चाले कुनै पनि प्रकारको खोपबाट वञ्चित हुन नपरोस् भन्ने एउटा म्यासेज दिनको लागि तपाईँहरूले गरेको यो कार्यक्रमलाई म हृदयदेखि फेरि पनि धन्यवाद दिन चाहन्छु। साथसाथै तपाईहरूलाई म देखिरहँदा यो प्रेसमा स्वयंसेविकाहरूलाई, स्वास्थ्य कर्मीहरूलाई सम्पूर्णलाई देखिरहँदा मलाई अहिले जुन प्रकारले भारत र पाकिस्तान बिचको एउटा युद्ध अहिले चलिरहेको अवस्था थियो, अहिले त्यो साम्य भएको अवस्था छ, त्यसमा भारतको तर्फबाट लड्ने तमाम जति पनि सेनाहरू छन् ती सेनाहरूभन्दा कम तपाईँहरू हुनुहुन्न। उहाँहरूले अन्तर्राष्ट्रिय बोर्डरमा लड्दै हुनुहुन्छ तर तपाईँहरू आन्तरिक हाम्रो जीवनसँग, हाम्रो आउने भविष्यको लागि तपाईँहरूले बेला बखतमा आउने तमाम प्रकारका रोगहरूसँग लड्नको लागि फ्रन्ट लाइनमा बसेर तपाईँहरू जसरी काम गर्नुभएको छ ती सेनाहरू भन्दा पनि बढी सक्रिय भएर र ज्यान जोखिममा राखेर तपाईँहरूले जुन काम गर्दै आउनु भएको छ त्यसको लागि म पत्रकारको तर्फबाट सेल्युट गर्न चाहन्छु तपाईँहरूलाई। अर्को पनि कुरा के भन्न चाहन्छु भने हाम्रा अगाडि प्रमुख सरले पनि केही कुराहरू भनिदिनुभयो। हाम्रा जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ, उहाँहरूले पनि हाम्रो स्वास्थ्य स्वयंसेविकाहरूको लागि आवश्यक पर्ने बजेट धेरै ठाउँमा हामीले आवश्यकता नै नभएका योजनाहरू पनि बजेट हालेको हामीले देख्छौँ। हामीले समाचारमै सम्प्रेषण गर्छौँ, लेख्छौँ, पढ्छौँ, तर ती आदरणीय स्वयंसेविकाहरू, स्वास्थ्य कर्मीहरू जसलाई हाम्रो भविष्यको चिन्ताको लागि उहाँहरूले यो क्षेत्रमा यति बजेट मुखियाजी राखिदिनुहोस् भनेर उहाँहरूले आग्रह विग्रह गरिरहँदा पनि कृपया तपाईँहरूले त्यसमा कुनै पनि किसिमको कन्जुसियाई नगरेर उहाँहरूको लागि त्यो बजेट होइन, त्यो हाम्रो आम जनता, तपाईँको वडावासी, तपाईँको नगरवासीको लागि उहाँहरूले छुट्याउन भन्नुभएको हो। तसर्थ उहाँहरूको लागि त्यो योजनाहरू तपाईँहरूको नगर स्तरीय योजनाबाट अहिले योजना तर्जुमाको कामहरू भइरहेको छ, त्यसबाट तपाईँले राखिदिनुहुनेछ भन्ने मैले आशा राखेको छु। यससँगै म एउटा सानो यो स्वास्थ्य स्वयंसेविकाहरूको लागि अहिले भर्खर मैले समाचार लेखिरहँदा एउटा सानो सायरी नै लेखेको थिएँ। त्यो सायरी म एकचोटि भन्न चाहन्छु। यदि तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने, कृपया इन्ट्रेस्टेड हुनुहुन्छ भने हात उठाइदिनु होला, अनि मात्र भन्छु। ल धन्यवाद। म तपाईँहरूको सम्मानको लागि एउटा सायरी भन्न चाहन्छु। न पूछो उनकी थकान की कहानी, न पूछो उनकी थकान की कहानी, हर दर्द छुपा है मुस्कान में। न पूछो उनकी थकान की कहानी, हर दर्द छुपा है मुस्कान में। जहाँ जरूरत पड़ी वहाँ पहुँच गए हो, ईश्वर बसते हैं उनकी पहचान में। वाह वाह। सेवा को जिसने धर्म बनाया, सेवा को जिसने धर्म बनाया, हर जीवन को अमूल्य बताया। बीमारी भय या हो आपदा, बीमारी भय या हो आपदा, हर मोर्चे पर खुद को पाया। स्वास्थ्य की रक्षक बनकर आई, जीवन की लौ फिर से जलाई। सलाम है उन निस्वार्थ नारियों को जिन्होंने सेवा को ही पूजा माना। स्वास्थ्य स्वयं सेविका कहलाने वाली हर नारी
हर नारी को सत मेरी तरफ से नमन है। धन्यवाद। यो कार्यक्रममा मलाई आफ्नो वक्तव्य राख्ने मौका दिनुभएकोमा सम्पूर्ण यस आयोजकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै म नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश कार्य समितिको सदस्य साजिद मन्सुर तपाईहरु माझबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। नमस्कार।